हेलो गाइज वेलकम ब्याक टु माई च्यानल हैन तपाईलाई हाम्रो च्यानलमा युट्युब च्यानलमा स्वागत छ। हामी तपाईलाई स्वागत गर्दछौँ। अनि हामी आज यस्तो त्यो हुन्छ नि हजुरबा बित्नु भएको थियो अनि त्यो हजुरबाको त्यो हजुरबालाई भेट्न अनि त्यो ढलन गर्नुलाई जान लागेको। अनि त्यसपछि सबैजना जलाउनु भयो है। अनि आज चाहिँ हामी यस्तो हिँडेर जानु पर्यो। गाडी छैन यस्तो भिखारी पारामा। खासमा गाडी बन्द नि भयो हो, तर कस्तो कालो कालो देखिरहेको छ अलिकति खासमा। ल म देखाउँछु नि त अगाडि। ल यता सुषमा दिदी हुनुहुन्छ। सुषमा दिदीलाई हेलो भनिदिनु। ल गाइजहरू सब्सक्राइब गर्नु पर्यो। ट्याक ट्याक डबल ट्याप ट्याप भनिदिनु, सब्सक्राइब भनिदिनु गाइजहरू होइन। यहीँ मेरो दिदी हुनुहुन्छ, मोटो बनाएको कारण ट्रेकिङ हिँड्दै हुनुहुन्छ। तिम्रो दिदी मामा छ, अरु सबै हामी हिँडिसक्यौँ। ल यता सुषमा दिदी हुनुहुन्छ, घरमा हेलो भन्नु न। हेलो गाइस, सिडन हेलो भन न सिडन। हेलो गाइस। अब हामी यसै हिँड्दै गऱ्यौँ। बचाले खासमा आज लाग्दैन रे। हेलो हाम्रो त काका हुनुहुन्छ होइन। एभ्रिबडी सन्चो आरामै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चो आरामै। हामी चाहिँ अझ लामो यात्रामा छौँ गोर्खाको के भन्छ यो जङ्गलतिर। लहरहरू अरू भन्ने कुरो यस्तै छ। मौसम पनि चिसो एकदम हिँड्न पनि एकदम राम्रो लाग्ने के। फ्यामिली आएको छौँ टनमा। चिसो है। छोरी दाइ भान्जा भान्जी सबैजना यस्तै छ गाइस। हेर्नुहोस् गोर्खा मौसम हरियाली छ, चिसो छ। हजुर म त केही भन्दिनँ। ठुला के काका यता हेर्नु भ्लगमा के भनिदिनु न। हेलो हाउर अल फ्रेन्ड हेप्पी। आज म हाम्रो बाको चाहिँ 7 महिना 8 महिना भयो मेरो बाबा विदेश ठाउँमा म हेर्न जाँदैछु बाहिरबाट आएर। हाम्रो यो गोर्खाको पस्लाङदेखि तल के भन्छ अरे तल छेपेटार जाँदैछु है। यसरी यस्तो हिँड्न पाएमा एकदम गर्व छु। यो हाम्रो अर्गानिक ठाउँ, अर्गानिक खुट्टा, लौडो पनि अर्गानिकै छ। यस्तो हिँडेर जाँदैछु। बाटो चाहिँ जे जस्तो हो अब एकदम यस्तो गाह्रो। म एकदम स्टाइल हिँडिरहेको छु। अनि ट्रेकिङ हुन्छ नि त्यस्तो टाइपले होइन। ट्रेकिङ भन्दा राम्रो तर ट्रेकिङ समेतै मान्नै पर्छ होइन। हामी यसरी चाहिँ हिँड्दैछु। सबै साथीभाइहरूले यसो हेरिदिनु होला है।